नमस्कार नमस्कार गोड लागै छी गयानंद सर। नमस्कार म नेवल किशोर चौधरी र मसँग अहिले थारू संस्कृति संरक्षण संघका संस्थापक अध्यक्ष गयानंद चौधरी सर हुनुहुन्छ। मौलीमा हामी एकाएक भेटघाट भयौँ र थोरै कुराकानी गरौँ। उहाँलाई मैले विपश्यना ध्यानको बारेमा बताएको थिएँ, विपश्यना ध्यान पनि जानुभयो। त्यस्तै गरेर स्वास्थ्य सुधारको लागि आँपको मोरिङ्गाको चियाहरू पनि उहाँ खाँदै हुनुहुन्छ र त्यसबाट धेरै फाइदाहरू पनि भयो। त्यस्तै गरेर फुड सप्लिमेन्ट होलिस्टिक हब्सका उत्पादन होलिस्टिक हस्पिटल पनि जानुभएको हो। ती सबैका बारेमा अहिले छोटो कुराकानी गर्दैछु। सबभन्दा पहिला त स्वागत गर्न चाहन्छु गयानंद सरलाई। सरले सानो परिचय दिनको लागि अनुरोध गर्दछु। यो विशेष गरेर वेलनेसमा र ध्यानतर्फ तपाईँ कसरी प्रेरित हुनुभयो त्यो सहितको सरको परिचय। धन्यवाद। नमस्कार, म थारू संस्कृति संरक्षण संघ नेपालको संस्थापक केन्द्रीय अध्यक्ष गयानंद चौधरी। नेवल सरले जुन प्रश्न गर्नुभयो, म छोटो चाहिँ तपाईको आफ्नो अनुभव र उत्तर दिन गइरहेको छु। त यो ध्यानमा चाहिँ तपाईको ध्यानतिर कसरी केन्द्रित हुनुभयो भनेर उहाँले जुन मलाई प्रश्न गर्नुभयो, उहाँहरूले नै मलाई प्रेरित गर्नुभयो। जस्तै होलिस्टिक हस्पिटलको प्रोपाइटर एलबी मुखिया सर र हाम्रो नेवल सर र मेरो घरको परिवारको सदस्य माइली छोरी सरिता चौधरी अनि छोरा ध्यान गरेर आइसक्नु भएको थियो। मेरो छोरी पनि विपासना यो ध्यान तप गरेर चाहिँ नि तपाईको आएको र चाहिँ नि उनलाई धेरै कुरा थाहा रहेछ। अनि मेरो अलिकति तपाईको व्यवहार बोली अलिक आक्रामक शैलीमा प्रस्तुति त्यस्तो भएको देख्दाखेरि उहाँहरूले अनुमान गर्नुभयो र तपाईँ चाहिँ नि तपाईको कुरा त ठिकै गर्नुहुन्छ, सत्य कुरा गर्नुहुन्छ, फ्याक्ट कुरा गर्नुहुन्छ, तर तपाईको सिम्पटम अलिकति चाहिँ नि तपाईको ध्यान तप योगमा जाने किसिमको चाहिँ नि तपाईको सिम्पटम छ। त्यसैले गर्दा तपाईले ध्यान तपमा जानुपर्छ। त्यसै गरी उहाँहरूले वातावरण मिलाउनु भयो। मेरो घरको परिवारको सदस्यहरूले पनि आर्थिक उपलब्ध गराएर मलाई ध्यान विपासनामा जानको लागि नेवल सर र त्यसपछि एलबी मुखिया सर र मेरो घर परिवारको सदस्य छोरा श्रीमती अनि छोरीहरू सबैले चाहिँ नि तपाईँ जानु एकचोटि ध्यान तप योगमा भनेपछि म ध्यान तपमा गएको। गयानंद सर, तपाईले विपश्यना गरेर आउनुभयो, त्यसको अनुभव खास कस्तो रह्यो र त्यसले तपाईको मानसिक शान्ति र स्वास्थ्यमा कस्तो परिवर्तन ल्यायो? धन्यवाद नेवल सर। तपाईको त्यो ध्यान विपासना म नजानुभन्दा पहिले चाहिँ नै अलिकति मानसिक तनावहरू धेरै हुन्थ्यो। अनि आफूले भनेका कुराहरू जति नै राम्रो कुरा भने पनि अब समुदायको महोदयहरू चाहे आफूले चाहिँ तपाईको मन पराएका विचारका व्यक्तित्वहरू नजिक कुरा राख्दा पनि अलिकति कुरालाई चाहिँ तपाईको बुझेर पनि व्यवस्था गरेको चाहिँ तपाईको मलाई महसुस हुँदाखेरि म अलिकति चाहिँ तपाईको आक्रामक तरिकाले प्रस्तुति हुन्थेँ, रिसाउँथेँ, झडङ्ग रिसाउँथेँ, हप्काइ पनि दिन्थेँ, कराइ पनि दिन्थेँ र तपाईको त्यो सिस्टम थियो। र तपाईको विपासनामा करिब भनौँ न 10 दिन होइन सर, 10 दिन विपासनामा बसेँ। त्यहाँ तपाईको सात्विक भोजनहरू प्रयोग भयो र त्यहाँ गएपछि तपाईको अलिकति धेरै त होइन 10 दिनमा चाहिँ तपाईको मोबाइलबाट वञ्चित भइयो, कुराकानीबाट वञ्चित भइयो, धेरै बोल्ने बानी, धेरै भाषण गर्ने बानी, धेरै गाउँ डुल्ने बानी, त्यसमा चाहिँ केही सुधार चाहिँ भयो। तपाईको
केही सुधार चाहिँ भयो सर, एकदमै धेरै सुधार। अहिले निरन्तर ध्यान त गर्दै हुनुहुन्छ कि छैन त्यहाँ सिकेको अभ्यास? हजुर म ध्यान गर्दैछु र अहिले चाहिँ नि म ठ्याक्कै तपाईँको पहिले जुन अवस्थामा थियो भन्दा चाहिँ तपाईँको धेरै सकारात्मक सोच आयो। हरदम किताब पढिरहन्छु, लेखिरहन्छु, चिन्तन गर्दा पनि तपाईँको मानसिक तनावहरू हुँदैन। एकदम राम्रो कुराहरू सिक्न मन लागिरहेको हुन्छ। कहिले इतिहासकारहरूसँग कुरा गर्नु मन लागिरहेको हुन्छ, कहिले प्राध्यापकहरूसँग कुराकानी गर्नु मन लागिरहेको हुन्छ। यस्तो चाहिँ तपाईँको बौद्धिक व्यक्तित्वहरू, सामाजिक सेवी व्यक्तित्वहरू, त्यस्ता व्यक्तित्वहरूको चाहिँ तपाईँको कुराकानी गर्ने र उहाँबाट चाहिँ सिक्ने एउटा चाहिँ तपाईँको मन मस्तिष्कमा त्यो ऊर्जा चाहिँ आयो। र स्वस्थकर रूपमा भन्नुहुन्छ भने म अहिले कुनै दबाईहरू सेवन गरेको छैन, अङ्ग्रेजी दबाईहरू सेवन गरेको छुइनँ। जुन पहिले उपभोग गरे अहिले चाहिँ तपाईँको रहन सहन, खानपिन, वातावरण र अहिले चाहिँ केही समयपछि पहिले मलाई केही चाहिँ तपाईँको व्यक्तित्वहरू, त्यसो जानकार व्यक्तित्वहरूले भन्नुभयो। ओके सरलाई त्यो कुराहरू पनि म सोध्छु। तपाईँले जडीबुटी र प्राकृतिक खानपान अपनाउनु भयो। खास गरेर पहिला केही समस्याहरू थियो, खास गरेर यसमा आँप र मोरिङ्गाको टी पनि खाँदै हुनुहुन्छ। हजुर म चाहिँ नि तपाईँको दीर्घ रोगी थिएँ। हजुर, जब तपाईँको मेरो 20 वर्ष 21 वर्षको उमेर भयो त्यहाँभन्दा त्यसपछि म चाहिँ नि तपाईँको बिमारीहरू भएँ। अब धेरै किसिमको बिमारी भयो शरीरको, माने हरेक पार्टमा त्यो बिमारी अब उपचार गरियो। आफ्नो नेपालमा पनि गरियो, इन्डियामा पनि गरियो, धेरै ठाउँ। त जिन्दगीभरि नै चाहिँ तपाईँको त्यो एलोपैथिक अङ्ग्रेजी दबाईहरू सेवन गरियो। त्यसले चाहिँ बिमारीलाई दबाउने त काम गरो, तर निर्मूल गर्ने त्यसलाई चाहिँ तपाईँको कामहरू चाहिँ भएन मेरो अनुभवमा। यता खायो यताको ठिक भयो, उता फेरि दुख्थ्यो, उता खायो उता बिमारी हुन्थ्यो, उता खायो उता बिमारी हुन्थ्यो। माने धेरै किसिमको बिमारी भयो र संजोगवश अब भगवानकै कृपा भनौँ के अरे तपाईँको एउटा चाहिँ उहाँहरूको आगमन भयो मेरो घरमा। चाहिँ तपाईँको होलिस्टिक हस्पिटलको चाहिँ तपाईँको प्रोपाइटर एलबी मुखिया सर र हाम्रो नेवल सर र मेरो माइली छोरी त उहाँहरूले चाहिँ मेरो घरमा आएर मसँग सबै कुराहरू बुझ्नुभयो तपाईँको समस्याको बारेमा। म त्यति बेला चाहिँ अलिक ठुलै समस्यामा थिएँ। तपाईँको जति नै चाहिँ एलोपेथिक के थियो खास समस्याहरू के थियो सर? एक दुईवटा भन्न मिल्ने समाचार चाहिँ तपाईँको कहिले फोक्सो दुख्ने, कहिले चाहिँ तपाईँको दिमागमा समस्या, धेरै टेन्सन हुने, बेचैनी हुने, निन्द्रा नलाग्ने, कहिले काहीँ पेट दुख्ने, कहिले काहीँ ढाड दुख्ने, कहिले काहीँ चाहिँ तपाईँको आँखा दुख्ने, कहिले काहीँ चाहिँ तपाईँको हात खुट्टामा चाहिँ तपाईँको सुलसुलेको जस्तो चाहिँ तपाईँको हुने, अनि चेस्ट पेन हुने, अनि धेरै किसिमको चाहिँ तपाईँको रोगहरूको सिस्टम थियो। उहाँहरूले अब डाक्टरको पहिला कहिले काहीँ उपचार गर्नुहुन्थ्यो बिरामी हुँदा होइन, पक्कै पनि भन्नुभयो इन्डिया पनि जानुभयो। त्यो डाक्टरको एलोप्याथिक उपचार र यो जडीबुटीको सप्लिमेन्ट अथवा प्राकृतिक खानपानको बिचको तुलना गर्दाखेरि वास्तवमा हामीले अपनाउनु पर्ने के जस्तो लाग्यो? तपाईँले कस्तो महसुस भयो? मैले सबभन्दा ठुलो कुरा अनुभव के पाएँ भने हजुरको जुन अब अङ्ग्रेजी दबाईले काम गरेन भन्दा पनि तपाईँको धेरै अस्वस्थ मान्छे, म पटक धेरै किसिमको बिमारी हुँदाखेरि चाहिँ तपाईँको प्राण रक्षा गर्ने काम चाहिँ तपाईँको त्यसबाट चाहिँ भयो, जीवन चाहिँ बचाउने कामहरू भयो। तर रोग निर्मूल वाला काम चाहिँ तपाईँको एलोपैथिकबाट चाहिँ नभएकै चाहिँ मैले महसुस गरेँ। त्यसपछि उहाँहरूले मलाई प्राविधिक उपचार पद्धति बताउनु भयो। आमको, लतामको, तुलसीको पत्ता योहरू चाहिँ मैले 6 महिना जति 6 महिना 7 महिना कन्टिन्यू तपाईँको सेवन गरेँ। अहिले पनि गर्दै हुनुहुन्छ? अहिले चाहिँ छुइनँ सर, अहिले गरेको छुइनँ। अर्को पद्धति अपनाएको छु, जस्तै तपाईँको
अब ध्यान तप चाहिने तपाईँको गर्छु, त्यसपछि किताब पढ्छु बेसी, त्यसपछि लेख्ने काम गर्छु र जुन पहिले चाहिने तपाईँको 100 जनालाई फोन गर्ने काम हुन्थ्यो दिनमा, तपाईँको घन्टौँ फोनमा सञ्चार यो के अरे मोबाइलमा चाहिँ ऊ हुने, दिनभरि चाहिने तपाईँको मान्छेहरूलाई फोन गर्ने ऊ गर्ने त्यो सोसियल मिडियामा झुन्डिने त्यो काम चाहिँ अहिले भएको छैन। एकदमै राम्रो सर। म अब तपाईँ थारू संस्कृति संरक्षण सङ्घको अध्यक्ष पनि हुनुहुन्छ, त्यो हिसाबले थारू समुदायमा पहिले नै धेरै प्राकृतिक जीवनशैली र खानपान थियो जसले मान्छेलाई स्वस्थ बनाउँथ्यो। थारूहरू बिरामी पहिला पर्दैन थियो हैन, मलेरिया जस्तो रोगलाई जित्यो। तपाईँलाई थाहा छ, तपाईँको अनुभवमा त्यो संस्कृति, थारूहरूको संस्कृतिलाई आधुनिक समयमा कसरी फेरि पुनर्जीवित गर्न सकिन्छ सर? अब तपाईँको थारू संस्कृति संरक्षण सङ्घको अध्यक्षको नाताले पनि बोल्नु पर्यो भने। हजुर, मैले बोल्नु पर्दा चाहिँ तपाईँको यो प्रकृति पद्धति प्रणाली जो छ तपाईँको त्यो तपाईँको एकदम त्यसमा चाहिने तपाईँको प्रकृतिसँग चाहिने तपाईँको रमाउन सकियो भने रोगै लाग्दैन। रोग चाहिने तपाईँको धेरै % रोगलाई चाहिने तपाईँको जित्न सकिन्छ। अब अहिले चाहिने तपाईँको के छ भने तपाईँको जङ्क फुडहरू खाने प्रचलन छ, यो त तपाईँको ठुलो रोगको घर हो। अब चाहिने हामी चाहिने तपाईँको खुट्टामा खाली खुट्टा हुँदैनौँ, हामी प्रकृतिसँग चाहिने खाली खुट्टा हिँड्दैनौँ। अहिले हलो जोत्ने, कोदालो खन्ने काम अनि घर गृहस्थीको काम चाहिने तपाईँको यो जुत्ता चप्पल खोलेर चाहिने गर्ने चलन छैन। अब किनभने घरमा ढलाइ गरेको छ, सिमेन्टेड छ, तपाईँको हाम्रो त्यो जमिनसँग प्रकृतिसँग चाहिने जुड्ने हामी अलिक टाढा भएका छौँ र चाहिने तपाईँको अहिले सबभन्दा ठुलो तपाईँको गाईको सुच्चा गाई, लोकल गाईको घिउ चाहिने तपाईँको जिउमा लगायो भने, नाकमा सुँग्यो भने, तपाईँको कहिले काहीँ हो त तपाईँको नाइटोमा लायो भने जिउमा, सुच्चा तोरीको तेल लगाएर चाहिने सुँग्यो र जिउमा लगायो भने तपाईँको धेरै रोगहरू चाहिने तपाईँको लाग्दैन, रोगबाट बच्न सकिन्छ। अब कुरा रह्यो तपाईँको हाम्रो यो खानपानको। अब हामी अहिले चाहिने तपाईँको हामी जुन प्राकृतिक खानपिनबाट हामी वञ्चित छौँ। जसरी थारूहरू पहिले तपाईँको यो कचुहरू, मान कचुहरू, तपाईँको बिरियाहरू, तपाईँको अदौरीहरू र चाहिने यो बथुवाको सागहरू, त्यसपछि तपाईँको यो रासायनिक मल प्रयोग नगरेको चाहिने तपाईँको आहार विहार अनि मडुवाको रोटी, कोदोको रोटी, मकैहरू, यिनीहरू चाहिने सेवन गर्दाखेरि चाहिने तपाईँको स्वास्थ्यकर त्यतिकै हुन्थ्यो। र अहिले म हजुरहरूलाई यो फेसबुक लाइभबाट म के जानकारी गराउन चाहन्छु भने, म करिब 6-7 महिना नेवल सर र के अरे हाम्रो होलिस्टिक हस्पिटलको के अरे हाम्रो WLS का महोदयहरूले जुन मलाई बताउनु भयो, आम, लताम, तुलसीको पत्ताहरू त्यो 6-7 महिना सेवन गरेपछि जति शरीरमा चाहिने तपाईँको एलोपेथीको रियाक्सन थियो त्यो कट्यो। रियाक्सन कटेपछि स्वास्थ्य एकदम तन्दुरुस्त भयो। अब निन्द्रा पनि चाहिने तपाईँको लाग्छ, कुनै एलोपेथिक दबाई पनि खानु परेको छैन। बिहान उठेर चाहिने तपाईँको ब्रह्ममुहुर्तमा चाहिने तपाईँको उठ्नुपर्छ, स्नान गर्नुपर्छ, अनिको तोरीको तेल लाउनु पर्छ। म पनि लाउँदैछु, नाकमा पनि सुँग्दैछु भनेपछि जिउमा लाउँदैछु। यसलाई प्रचारको लागि तपाईँको सङ्घले काम गरिराखेको छ भन्न खोजेको, थारू संस्कृतिको जुन खानपान जीवनशैलीलाई अगाडि बढाउनको लागि। अब यसको लागि चाहिँ हामी चाहिँ कार्यक्रमहरूमा बोल्दैछौँ, प्राकृतिक यो पद्धतिवाला चाहिँ खाना अपनाउनु पर्छ, यसले गर्दा स्वस्थकर हुन्छ। अब यसको बारेमा धेरै ठाउँमा त अब चाहिँ तपाईँको सङ्गठन विस्तारको क्रममा छौँ हामी। यो कुराहरू हामी जुम मिटिङबाट पनि हुन्छ, चेतनामूलक कुराहरू हामी जुन चाहिँ तपाईँको रोगहरूबाट जुन हामी मुक्त भयौँ त्यो कुरा हामी सेयर गर्छौँ। ओके, तपाईँको स्वास्थ्य सुधारसँगै तपाईँको परिवार र समाजमा
कस्तो सकारात्मक परिवर्तनहरू देख्नुभयो सर यो प्राकृतिक जीवनशैली खानपान यो ध्यानतिर आउँदाखेरि कस्तो सकारात्मक परिवर्तनहरू देख्नुभयो? अब मेरोमा त धेरै परिवर्तन आएको छ। अब मेरोमा धेरै परिवर्तन आएको छ किनभने पहिले म चाहिने तपाईँको अब धेरै बोल्थेँ, धेरै दौड्थेँ। यो चञ्चल टाइपको माने सोच थियो कि अब म जति नै खटे पनि चाहिने अब छिटो परिवर्तन हुन्छ, मान्छेले छिटो सुनिदिन्छ, छिटो बुझिदिन्छ भन्ने भनाइ थियो। तर त्यसो नहुँदो रहेछ। अनि त्यसैले गर्दा मैले प्रवचनमा सुने चाहिने हाम्रो डाक्टर योगी विकासानन्दज्यूको प्रवचन सुने अनि धेरै विद्वत वर्गको चाहिने तपाईँको प्रवचनहरू मैले सुने। अनि उहाँहरूले के भन्नुभयो, सबभन्दा पहिले तपाईँ आफू स्वस्थ हुनु पर्यो, सबभन्दा पहिले तपाईँ आफू जान्ने हुनु पर्यो, सबभन्दा पहिले चाहिँ तपाईँ अरूलाई परिवर्तन गर्नुभन्दा पहिले आफू परिवर्तन हुनु पर्यो, तपाईँमा ज्ञान हुन्छ तब न बाँट्ने। एकदमै तब यस्तो कुरा चाहिने तपाईँको मैले सुनेपछि अब अन्त मेरो बारेमा के प्रभाव परेन म भन्न सक्दिनँ। अचेल मेरो चाहिने तपाईँको धेरै चाहिने डुल्ने, धेरै ठाउँमा चाहिने चिया दोकानमा, पान दोकानमा, जहाँ पायो त्यहाँ धेरै कुरा बोल्ने चाहिने अहिले बानी छुट्यो। एकदमै। अब सरको तपाईँको अनुभवबाट अरूले के सिक्न सक्छ? अरू मान्छे अब तपाईँ त्यत्रो थारू संस्कृति संरक्षणको नेतृत्व गर्दै हुनुहुन्छ र स्वास्थ्यको लागि तपाईँको मुख्य सन्देश के हुनेछ सर? अब स्वास्थ्यको बारेमा त अब जति हाँस्यो त्यति बाँच्यो भन्छ, जति हाँस्यो जति नाच्यो त्यति बाँच्यो भन्छ, जति रमाउन सक्नु पर्यो, प्रकृतिसँग पनि रमाउनु सक्नु पर्यो। अब सङ्गीत लाइनमा पनि चाहिने तपाईँको एकजना हिजो होइन के अरे तपाईँको 24 गते पनि एकजना उदयपुरको वृद्ध एउटा चाहिने तपाईँको 90 वर्षको वृद्ध चाहिने बन्सी नटुवासँग भेटियो। अहिले उहाँ चाहिने तपाईँको 90 वर्ष पुग्नुभयो तर अहिले पनि गाउनुहुन्छ, आवश्यक पर्यो भने नाच्नुहुन्छ। अनि उहाँ चाहिने तपाईँको त्यो सङ्गीत लाइनमा रहनुभयो, रमाउनु भयो, उहाँको जिउबाट पसिना आयो, प्रकृतिसँग जुड्नु भयो। अहिले खाली खुट्टा छैन नाच्नु भयो, प्रकृतिसँग रमाउनु भयो। अहिले पनि तपाईँको निरोग हुनुहुन्छ, कार्यक्रममा आउनुहुन्छ, बोल्नुहुन्छ, भनेपछि व्यस्त रहिराख्नु पर्यो, व्यस्त रहिराख्नु पर्यो। अब सरलाई थारू संस्कृति संरक्षण सङ्घको प्राकृतिक जीवनशैली प्रवर्धनका लागि तपाईँको भावी योजनाहरू केही छन् सर? कि मान्छेलाई स्वस्थ बनाउनको लागि पनि केही कार्यक्रमहरू गरिराख्नु भएको छ कि छैन? अहिले चाहिँ तपाईँको सोच मात्रै छ। हजुर, त्यसलाई चाहिँ हामी चाहिँ तपाईँको फलो गर्न सकिरहेका छैनौँ। अब उद्देश्य त हाम्रो संस्थाको धेरै ठुलो छ। भाषा, वेशभूषा, कला, संस्कृति, जगेर्ना, सङ्गठन, संरक्षण, सम्वर्धन, प्रदर्शन र यत्रो चाहिने तपाईँको सेक्टरमा हामी काम गर्नको लागि अब तपाईँको यहाँ एजुकेसनल व्यक्तित्वको पनि जरुरी पर्छ, वेलनेसको पनि चाहिने तपाईँको जरुरी पर्छ, त्यसमा जानकार व्यक्तित्वहरूको पनि जरुरी पर्छ। अहिले तत्काल सङ्गठन त्यस्तो महोदयहरूको बिचमा तपाईँको सङ्गठन चाहिने तपाईँको डेभलप हुन नसकेको कारणले गर्दा यो खानपान पद्धतिको बारेमा र कसरी स्वस्थ हुने यसको बारेमा हामी प्रशिक्षण चलाउन सकेका छैनौँ, तर निकट भविष्यमा चलाउँछौँ। अन्त्यमा हाम्रा दर्शकहरूका लागि एउटा प्रेरणादायी सन्देश दिनुहोस्। शरीर, मन र आत्माको सन्तुलन कसरी सम्भव हुन्छ सर? हजुर, अब सबभन्दा पहिले त तपाईँको मैले प्रवचनमा सुने, हुन त म धार्मिक मान्छे पनि हो, पहिले चाहिने तपाईँको यसो भजन सजन पनि गाउँथेँ, तर मैले सुनेको चाहिने जस्तो अन्न खाइन्छ त्यस्तो मन। थारू भाषामै कहै छै जेहन खेब अन्न तेहन हेत मन, जेहन खेब पाइन तेहन हेत बैन, जेहन करब संग तेहन मिलत प्रतिफल। तब अब जेहन अन्न खेबै, अब ओहिठिना नशालु पदार्थ सब खेबै, मादक पदार्थ सब सेवन करबै तो वही मन हेतै, तामसी भोजन करबै तो तामसेटा उठतै, रिस उठतै, ओहिठिना ऊ जे छै से असल आ कोन खराब ऊ छुटियाबे नहीं सकते। तहिना पाइनो के बात है छै।
अब केहन पानी पिला से सोच चाहते कुन टाइम में पिला से हामी फेरि नेपालीबाट थारू भाषातिर झरे जस्तो अलिकति केही छ। यदि सबै नेपालीले आफ्नो खानपान र सोचमा परिवर्तन गरियो भने देशको स्वास्थ्यमा कस्तो प्रभाव पर्ला भन्ने तपाईले सोच्नुहुन्छ सर? एकदम धेरै ठुलो प्रभाव। प्राकृतिक पद्धति अपनाइयो भने मान्छे तपाईको यहाँ धेरै मान्छे बिमारी हुँदैन। तपाईको पहिले अब हेर्नुहोस् अहिले जुग यस्तो विकसित छ, जुग छ आधुनिक जुग। यहाँ तपाईको सबै खेल पैसैमा हुन्छ। अब पहिले हिँडेर जाइन्थ्यो, उसको चाहिने तपाईको कसरत हुन्थ्यो, ढिकी चलाउँथ्यो, जाँतो चलाउँथ्यो, त्यसपछि मसला पिस्ने चाहिने तपाईको लोहोरो सिलोटो हुन्थ्यो, त्यसपछि हलो जोत्न जाँदा त्यहाँ पसिना आउँथ्यो, शरीरको सबै नसाहरू चाहिने तपाईको काम गर्थ्यो, स्वस्थ हुन्थ्यो। तर अहिले चाहिने तपाईको अलिकति परसम्म जानु पर्यो भने चाहिने तपाईको सवारी साधन प्रयोग गर्नु परेको छ। मसला पिस्नु पर्यो भने मेसिन छ त्यहाँ। हजुरको चाहिने अब चुलो, अब पहिले चाहिने तपाईको दाउरा चिर्नु पर्थ्यो, भात पकाउँदा दाउरा चिर्दा पनि पसिना आउँथ्यो। अब त्यो दाउरा चिर्ने पनि परम्परा छैन। अब धान कुट्न गयो भने चाहिने तपाईको टाउकोमा बोकेर जान्थ्यो कि गोरुगडीमा जान्थ्यो। अब अहिले चाहिने तपाईको के भन्छ औटो सौटो टेम्पू सेम्पू चाहिने हुन्छ। त्यसैले गर्दाखेरि अहिले जति हामी चाहिने सुविधा भोगेछौँ त्यति नै हामी अस्वस्थ गर्छौँ। हामी प्राकृतिक पद्धति अपनायौँ भने एकदम स्वस्थ हुन्छौँ। अहिले म प्राकृतिक पद्धति अपनाउँदैछु। तपाईको आहार विहार पनि प्राकृतिकै र चाहिने तपाईको सोच पनि प्राकृतिकै र चाहिने तपाईको अलिकति पहिले चाहिने तपाईको नउठ्ने टुङ्गो थियो बिहान, तपाईको सूर्य उदयसम्म पनि तपाईको सुतिरहने। त्यसले गर्दा तपाईको ब्रह्मा मुहूर्तमा जो हुन्छ एउटा पावरफुल एउटा चाहिने तपाईको सोचको जो विकास हुन्छ त्यो चिजबाट वञ्चित हुँदै गयो। अब बिहान नुहाउने बानी थिएन, अब जति बेला पायो त्यति बेला नुहाउने, अनि बिहान चाहिने तपाईको मोटरसाइकल लिएर हिँड्दिने। त्यसले गर्दाखेरि तपाईको रोगग्रस्त जीवन धेरै भयो र अहिले स्वस्थ गर्छु। हजुर एकदमै धेरै खुसी लाग्यो। गयानन्द सरसँग भेटघाट भयो र हामी सानो कुरोकानी गऱ्यौँ। यो WLES रिसर्चको फेसबुक पेजमा हामीले गरेका छौँ कुरोकानी। अहिलेलाई अब गयानन्द सरको स्वास्थ्यमा सधैँ सुधार भइराखोस्, प्राकृतिक जीवनशैलीलाई निरन्तरता दिनुहोस्, ध्यान साधनालाई निरन्तरता दिनुहोस् भन्ने यही शुभकामना दिन चाहन्छु। किनभने तपाईले अगुवाई गर्नुभएको थारू संस्कृति संरक्षण सङ्घबाट धेरैको अपेक्षा छ। तपाईँ स्वस्थ हुनुभयो, निरोगी हुनुभयो, तपाईँ खुसी रहनुभयो भने यहाँ भएका धेरै थारूका तपाईसँग जोडिएका व्यक्तिहरूमा पनि एउटा सकारात्मक प्रभाव पर्छ भन्ने आशा गरेको छु। आजको यो कुराकानीको लागि गयानन्द सरलाई धेरै धेरै धन्यवाद। नमस्ते हजुर, धन्यवाद। जति पनि महोदय महानुभावहरूमा म नमस्कार गर्दछु। र यो ध्यान विपासनाबाट मैले चाहिने पुनर्जन्म नै पाएको छु। सोच पनि धेरै विकसित भयो। अहिले बुढेसकालमा म तपाईको क्याम्पस पनि चाहिने तपाईको पढेँ र अरू अब यो भन्दा पनि माथि उच्च शिक्षा आर्जन गर्ने सोचमा छु। र अलिकति किन जिन्दगीमा चाहिने तपाईको केही अब जन्मेपछि केही गरौँ, समाजको लागि केही गरौँ, केही बोलौँ भनेर चाहिने तपाईको अहिले कसरी ज्ञान आर्जन गर्न सकिन्छ, कसरी यो चाहिने तपाईको मन अस्थिर गर्न सकिन्छ चञ्चल मनलाई, र कसरी आफूले जानेका कुरा अरूलाई चाहिने भनेर सेयर गरेर अरू पनि एउटा रोगमुक्त हुन्, एउटा आफ्नो संस्कृति सभ्यता संस्कारको प्राचीन सभ्यताको चाहिने तपाईको रक्षा गरून् भनेर यो अभियानमा हिँडेको छु। र एउटा कुरो नेवल सरलाई म एउटा कुरो अघि धेरै बोल्न पाइनँ, अलिकति चाहिने तपाईको उहाँको प्रश्नलाई म अलिकति चाहिने तपाईको केही तपाईको अलिकति भन्न खोजेको। उहाँले भन्नुभयो तपाईँ जो परिवर्तन हुनुभयो, तपाईँ ठिक हुनुभयो,
तपाईँ ठिक हुनुभयो, विपासनाबाट तपाईँको सोच परिवर्तन भयो, तपाईँको हिँडाइ डुलाइ बोलाइ परिवर्तन भयो, सोच परिवर्तन भयो। यसबाट समुदायको महोदयहरूले के चाहिने मूल्याङ्कन गर्नुभयो र कस्तो उहाँहरूले चाहिने तपाईँको गर्नुभयो भनेर सोध्नुभयो। अब समुदायको महोदयहरूले मलाई के मूल्याङ्कन गर्नुभयो भएन उहाँहरूको कुरा हो। तर मैले जुन तपाईँको पहिले धेरै बोल्ने, चिया पसलमा बोल्ने, पान दोकानमा बोल्ने, जहाँ पायो त्यहाँ धेरै आफ्ना विचारहरू राख्ने, अरूले सुने पनि नसुने पनि अब चाहिँ तपाईँको आफ्नो तरिकाले बोल्थेँ, त्यो कुरा चाहिँ बन्द गरेको छु। अहिले चाहिँ तपाईँको अभियानमा र अलि अध्ययनमा र लेखनमा धेरै ध्यान दिएको छु र दिनै रहनेछु। र यो सबै हाम्रो नेवल सरलाई यो ध्यान विपासनामा मलाई जुन जोडाउनु भयो र पुनः यो चौथो पटक तपाईँको मलाई यो फेसबुक लाइभमा जुन एउटा अवसर दिनुभयो, महानुभावहरूको बिचमा एउटा विचार राख्ने विचार, उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिइरहन्छु। किनभने उहाँहरूको चाहिँ एउटा सल्लाहले, सुझावले मेरो जीवन नै परिवर्तन भयो। त धन्यवाद यति भन्दै म यहाँबाट बिदा हुन्छु। नमस्ते, गोर लागै छी।